ल आज चाहिँ मैले बाजेको बक्सा खोलेर बाजेको कागजपत्रहरू निकालेको के रहेछ भनेर हेरेको। यो के हो यो के हो मैले थाहा भएन। सायद ओइलको के बत्ती हो कि के हो यो। ओइलो सोलर अनि त अर्को बत्ती के बाल्थ्यौँ भनेर आमाले भन्दै हुनुहुन्थ्यो। सायद त्यही बत्तीको हो कि। अनि यो पनि के हो नट जस्तो। अब चाहिँ म अब कागजपत्रहरू हेर्दैछु। बाटो के हो यस्तो पता नै यो के हो। म त चिनेन यस्तो के हो राम्रोसँग पढ्न पर्छ। जोग हाम्रो बाजेको नाम बाजे जोगपुर मगर हाम्रो बाजेको नाम मबाट जोगपुर मगरबाट बाटो लगेको 1700 रे रुपैयाँ लगेको भताराम सपा नेपाली कागज भन्छ नि। नेपाली कागज चाहिँ यो हो। तिसरा पुन चाहिँ हाम्रो बोईको नाम। जोगपुर ये हाम्रो बाजेको नाम जोगपुर मगर 1700 500 मात्र। मिति 2011 महिना कति सालको यस्तो 2036 साल 11 महिना 23 गति माग गर्यो। के यो रसिद ढुवाङ के को यो श्री 5 को सरकार अर्थ मन्त्रालय मालपोत विभाग मालपोत कार्यालय घोराई। यो के हो मलाई थाहा भएन। यो सायद हाम्रो लालमोटे जग्गाको हुनसक्छ। 18 बिघा छ हाम्रो वा त्यही जग्गाको हो कि यो चाहिँ राख्नुपर्छ। यो मिति 2038 12 महिना कति 14 गते धुवाङ गाविसका जीएम रामबहादुर काए मगर आगे मही जोगपुर मगरबाट 2038 सालको सेवा बुझी लिए। तपसिल सकुण्डमा यो पैसा बुझाएको कागज रहेछ। हाम्रो बाजेले उहिले ऋण दिँदाखेरि बुझी लिए भनेर कागज गरेको रहेछ। यो उहिलेको कागज यो मैले चाहिँ एकदम राम्रोसँग हेर्छु के रहेछ रहेछ यो राम्रोसँग हेर्नु पर्ला। सबै हाम्रो बाजे जोगपुर लेखिरहेको यो के को कागज हो। मैले चाहिँ यो अक्षर पनि बुझ्दिनँ कि कस्तो खालको अक्षर छ कि हेर्नु न कस्तो लेखिरहेको म बुझ्दिनँ। यो नेपाली कागजमा सिपाको शाखा बिहामन्त्रालय के हो। हाम्रो बाजेको सन्तानहरू 7 जना मतिसरा बोई हुनुभयो। बुद्धवीर हाम्रो बाबा टोकबहादुर माइलो बाबा चित्रबहादुर केसी कान्छो बाबा चन्द्र ठुलो पुग्ने चित्रबहादुर पुन